केमा समस्या एयरब्यागमा कहाँनिर समस्या भन्नु त टर्निङमा समस्या छ अहिले ग्याप कति छ हजुरको योले हेर्नुहोस् है यो भाग हेर्नुहोस् त यो टायरले यो भाग हेर्नुहोस् त कति छ एक हात जति डिस्टेन्स छैन हेर्नुहोस् त यहाँबाट हो यहाँ हेर्ने जहिले पनि र यो लुकिङ ग्लासको सहायताले यो भाग हेर्ने र लास्टको टर्निङ हेर्ने है अरू चाहिँ अहिले हामीलाई आवश्यकै छैन यताको हेर्दै नहेर्ने हो ल बिस्तारै हिँड्नुहोस् त हो टायर ठिक छ सिधा छ ल आरामसँग हिँड्नुहोस् जतिसक्दो बिस्तारै हिँड्नुहोस् है 10 चोटि रोक्नुहोस् तपाईँलाई केही फरक पर्दैन हामीले जसरी हुन्छ गाडीलाई लएर पार्किङमा हाल्यो है ल के सोच्नु पर्यो भने गाडीलाई हामीले लएर पार्किङमा हाल्नु पर्यो ल धन्य म बस्छु हेर्नुहोस् त पख्नुहोस् है अब यो गाडी यता च्यापिन आयो हाफ जति काट्दिनु यो टायर अलि घुम्नु पर्यो भयो भयो ठ्याक्कै यो भाग बढ्यो नि अब रोक्नु अब सिधा गरिहाल्ने हामीले जति काटेका थियौँ नि भर्खर त्यसलाई मात्रै सिधा गर्ने जानुहोस् है अब एकचोटि हेर्नुहोस् तपाईँको जुन हामीले चाहिने जुन डिस्टेन्स अथवा त्यहाँको आइपुग्यो कि पुगेन टर्निङ आइपुग्यो कि पुगेन हेर्नुहोस् त छैन नि अझै जानु पर्यो ल बिस्तारै जानु ल रोक्नु हेर्नु त यो भाग के हो त अलिकति यसले स्पेस धेरै हुँदै गयो गाडी थोरै उता हुँदै गयो अब यतै ल्याउनु पर्यो भनेपछि यतै काट्नु सिस्टम हो गुड अब यो भाग तपाईँको अलि उता गएको छ नि यो भाग थोरै यता आउँछ हेर्नु त हामीले स्टेरिङ काटिसक्यौँ टायर रोक्नु हेर्नुहोस् त आइपुग्यो टर्निङ यसरी उभिएर हेर्नुहोस् मजाले पाइयो है यो हामीले टाउको चाहिँ बाहिर निकाल्न पाइएन मजाले तन्केर हेर्न पाइन्छ ल फुल लक गर्नुहोस् एकचोटि जब यो भाग पर्छ अनि बल्ल उता हेर्ने यतै हेर्नुहोस् यहाँ हेर्नु त यो लाइन सुन्छ कि सुनेन यो भाग पुरै खुल्ला भयो नि अब हेर्नुहोस् त यो भाग पुरै खुल्ला भयो हो बल्ल अब उता यताको के हेर्नु पर्यो लास्टको पोल हेर्नु हो लास्ट निहुरेर हेर्नुहोस् मजाले लास्टको पोल नदेखि जेलसम्म हेरिरहनु पर्यो हो रोक्नु हो टायर सिधा गर्नु रिराउन्ड गर्नुपर्छ नि होइन गुड अब उता पनि एकचोटि हेरिदिनुहोस् लुकिङ ग्लासमा यता पनि हेर्नुहोस् गाडी सेन्टरमा लाएर लास्टको पोलनिर पुगेपछि रोक्नु पर्यो है जानु यता छ लास्टको पोल ओके ल फेरि एयरब्यागमा जानु भयो हजुर यो कटिसकेपछि पुगिहाल्नु